अहिले चाहिँ म ट्रेन स्टेसन गइरहेको छु गाइज होइन। कमाइ त छैन तर आइफोन चाहिँ छ। पर्फर्मेन्स गराइसक्यो होइन। यहाँको भ्यूहरू देख्न सक्नुहुन्छ। लन्डनको बारेमा बुझ्न चाहनुहुन्छ भने अनिललाई सम्पर्क गर्नु होला। 24,500 24,500 पाउन्डको घडी गाइज इज नट अ जोक। यहाँ चाहिँ ट्याप गर्ने ट्याक लाएर अनि चाहिँ ढोका खोल्छ अनि बल्ल छिर्ने है। लन्डनमा काम पाउन गाह्रै छ है ग्राहक। सबै कुराहरू हुन्छ क्या। अब स्टेसनहरू चाहिँ बब्बालै ठुलो हुन्छ। हाम्रो नेपालमा चाहिँ त्यो जेनजी प्रोटेस्ट हुँदाखेरि चाहिँ यहाँनिर हाम्रो मान्छेहरू नेपालीहरू भेला भएको थियौँ। नाइट भ्यू चाहिँ दामी छ। हामी यसो अब चाइना टाउनतिर जान लाग्यो। झोला बोकेर दौडे खानु कोही के गरेर दौडे खानु होइन। ट्रेन फाइनली मेरो ट्रेन पनि आइपुग्यो है। So alright guys, what's up beautiful people, it's me Anil Patel, welcome back to me another video. So आज चाहिँ म दिउँसोमा भिडियो गर्दैछु होइन। सो मेरो लगातार भिडियोहरू रातिमा आइरहेको थियो। सो आज चाहिँ टक्क लगाएर दिउँसो यसो निस्केको। सो अहिले चाहिँ म मेरो युनिको साथीहरू भेट्न जाँदैछु। त्यहाँ केटाहरूले यसो घुम्न जाऊँ भनिरहेको थिएँ। अब काम पनि थिएन नि त। सो खाली बस्दाखेरि यत्तिकै झ्याउ लाग्ने। तर रात त परिसक्छ एकछिनमा। अहिले पनि लाइट कति 3:30 जति भइसकेको छ। सो अब 1 घन्टा जतिमा रात परिहाल्छ। सो म तिनीहरूसँग पुग्दासम्म त रात परिसक्छ होला क्या। सो अब सुरुमा कता गइन्छ थाहा छैन होइन। लन्डन बिचतिर उता उनीहरू चाहिँ उता ट्राभलर स्क्वायर छन् अरे। अब म चाहिँ उता जान्छु कि जान्न थाहा छैन होइन। अब उनीहरू यता फर्किँदैछन्। सो म चाहिँ यताबाट उता जान्छु। अब कहाँनिर भेट हुन्छ थाहा छैन है त गाइज। सो ल आज चाहिँ यसो घुमघाम हुन्छ। म कहाँ जान्छु के गर्छु सबै कुरा देखाउँछु। भिडियोलाई लास्टसम्म हेर्नु है त ल। सो अहिले चाहिँ म ट्रेन स्टेसन गइरहेको छु गाइज होइन। अलिकति हिँड्नुपर्छ क्या। हामी बसेको ठाउँदेखि फेरि 10-12 मिनट जस्तो हिँड्नुपर्छ। सो अझै पनि स्टिल 6 मिनटको डिस्टेन्समा देखाइरहेको छ होइन। टक्क लाएर मस्तरी हिँडिरहेको छु बाटोमा। ट्याग आज वेदर ठिकै छ। त्यस्तो जाडो छैन है। 9 डिग्री छ। 9 डिग्री चाहिँ एकदम ठिकै हो। विथआउट टोपी हिँड्न सकिन्छ मजाले होइन। केही पनि फरक पर्दैन। अब त्यस्तो धेरै हिँड्नु पर्दैन नि त। अब त्यतिखेर बस चढिन्छ या त ट्रेन चढिन्छ। र अब चाहिँ म 6-7 मिनटमा ट्रेन चढ्छु। अब म सिधै ट्रेन स्टेसनमा गएर देखाउँछु है त। अलराइट गाइज अहिले चाहिँ म ट्रेन स्टेसनभित्र आइपुगेँ होइन। ट्याग लाएर मैले ट्याप चाहिँ गरेको छैन। यहाँनिर ट्याप गर्ने ठाउँ रहेछ। यो चाहिँ नेसनल ट्रेन रेलवे हो नि त। अनि यसमा चाहिँ ढोका चाहिँ हुँदैन क्या। सो यहाँ चाहिँ ट्याग लाएर ट्याप गर्नुपर्छ होइन। अब के भयो। सो अब चाहिँ यहाँ प्लेटफर्म 1मा मेरो ट्रेन देखाएको छ। 10 मिनटमा देखाएको छ होइन। 10 मिनटसम्म चाहिँ म यहीँ बस्नुपर्ने हुन्छ। त्यसपछि ट्रेन आएपछि ट्याग लाएर जान्छु है त। म पहिला लन्डन ब्रिज जान्छु। अनि लन्डन ब्रिज स्टेसन गएर चाहिँ केटाहरूलाई फोन हान्नु पर्ला। त्यस्तै छ गाइज है। यो चाहिँ टक्क लाएर ट्रेन स्टेसन हो। भित्रको एरिया है देख्न सक्नुहुन्छ। उता अर्को प्लेटफर्ममा चाहिँ ट्रेन आएको छ। यो चाहिँ उता जाने ट्रेन हो। म चाहिँ अहिले प्लेटफर्म 1मा देखाइरहेको छु नि त मेरो ट्रेन। सो म चाहिँ अहिले यतापट्टिबाट जानुपर्ने हुन्छ क्या। यहाँबाट चाहिँ यो प्लेटफर्मबाट चढ्नुपर्ने हुन्छ क्या। ठ्याक्कै यो उताको प्लेटफर्ममा आयो नि त। यो चाहिँ प्लेटफर्म 2मा आयो होइन। अब मेरो चाहिँ प्लेटफर्म 1मा भनेको यो ओल्तिरको लिगमा आउँछ क्या मेरो ट्रेन चाहिँ। सो ट्याग लाएर यस्तै छ गाइज होइन। कति 5 मिनटमा देखाइरहेको छ होइन। यहाँनिर क्यानन स्ट्रिटको ट्रेन भनेर राख्यो। यहाँ माथि यसरी देखाइरहेको हुन्छ क्या कति मिनटमा आउँछ भनेर। त्यहाँ त्यसरी हेर्न मिल्छ। सो म चाहिँ अहिले बसिरहेको छु होइन। ट्याग लाएर खासै मान्छेहरू कोही पनि छैन। सुनसान छ। सर म तपाईँलाई 360 भ्यू देखाइदिन्छु है। ट्याग लाएर देख्न सक्नुहुन्छ। यतापट्टि मान्छेको फेरि म देखाउनु कि फेरि अलिकति झाउ मान्छ कि मान्छेहरूले फोटोहरू क्यामेरा किन देखाइस् भन्छ। त्यो भएर झाउ हुन्छ नि त। सो अब ट्रेन आएपछि चाहिँ अब टक्क म ट्रेनभित्र चढेपछि देखाउँछु है त। फाइनली मेरो ट्रेन पनि आइपुग्यो है। उहाँ आइरहेछ। यो म जाने ट्रेन चाहिँ यो चाहिँ उता जाने ट्रेन हो। यो चाहिँ यता जाने ट्रेन हो क्या। ट्याग लाएर अब यसले ढोका खोल्छ होइन। सरर आयो। ढोका जहाँबाट ढोका खोल्छ म त्यही बक्समा चढ्नुपर्छ क्या। ट्याग लाएर है। अब म लास्टैतिर पुग्यो त्यहाँ। ल अगाडि गएर बस्नुपर्ने रहेछ। तर केही छैन। म लास्टैतिर बस्छु होइन। नो प्रब्लम। म लास्टकै उसमा गएर चढ्छु क्या ट्याग लाएर। हो यहाँबाट चढ्छु म। ट्याक्क आफै ढोका खोल्छ टक्क लाएर। ट्याक्क ढोका खोल्यो होइन। यस्तै ढोका खोल्छ अनि ठ्याक्क यसरी चढ्ने। गाइज अहिले चाहिँ म ट्रेनभित्र पसिसकेँ। ट्रेन चाहिँ हिँडिसकेको छ। ट्रेन सक्नुहुन्छ होइन। ट्याग लाएर खासै भिड चाहिँ छैन है। सो अब चाहिँ म लन्डन ब्रिज स्टपमा झर्छु। मेरो कतिवटा स्टप छ भने 1, 2, 3, 4, 5वटा स्टप है। सो 5वटा स्टप पछि चाहिँ म झर्छु है त गाइज। अनि झरेपछि देखाउँछु। सो अलराइट गाइज अहिले चाहिँ म लन्डन ब्रिज स्टेसनमा छु है। स्टेसन एकदमै बब्बाले ठुलो छ एज यु क्यान सी होइन। सो यहाँ मान्छेहरू यति रस हुन्छ नि हेर्न। कोही झोला बोकेर दौडे खानु कोही के गरेर दौडे खानु हुन्छ। ट्रेन छुट्छ भनेर मान्छे टाइमको यति धेरै भ्यालु हुन्छ क्या यहाँ। सो मेरो ट्रेन प्लेटफर्म 9मा देखाइरहेछ।
सो यहाँबाट चाहिँ माथि जानुपर्ने हुन्छ म पनि मेरो कुराको स्वरमा अन्त जाम्ला होइन प्लेटफर्म 9 मा चाहिँ मेरो 1 मिनटमा देखाएको छ डिले भनेको छ सो 1-2 मिनट लाग्छ यहाँबाट टक्क यसरी लिफ्टमा चढेपछि यहाँबाट माथि गइन्छ सो यो लिफ्टमा पनि यताको यो लेफ्टतिरको साइड चाहिँ यसरी हिँडेर जानु मिल्छ होइन यतातिरको साइड चाहिँ ट्याक्क लिफ्टमा उभिने हो क्या लिफ्टमै हिँडिदिन्छन् क्या मान्छेहरू बेर भयो भने त्यस्तो हुन्छ है ट्याक्क लाएर यहाँ प्लेटफर्म 9 मा आइपुगेँ म अब एकछिनमा मेरो ट्रेन आउँछ यही ट्रेन हो अब म यो ट्रेन चढेर ट्याक्क जान्छु सो राइट गाइज अहिले चाहिँ म अर्को ट्रेन चढिसकेँ होइन तर पनि बाहिर एकदम राति भइसकेको छ क्या दिन हुन्छ अँधेरो भइसक्यो पुरा हुन्छ नि मलाई भनेको थियो नि केटाहरूलाई भेट्न नपाउँदै मेरो राति भइसक्छ होला भनेको अहिले पुरै राति भइसक्यो क्या यस्तो छ कि साँझ त झ्यामक्कै उतिखेर रात पर्छ क्या सो अब चाहिँ म 2 मिनटमा म ट्रेन के अरे स्टपमा झरिसक्नुपर्छ 2 मिनटमा सो ट्याक लगाएर अब केटासँग भेटौँलाई ढिला भयो मलाई गाली गरिदिएन हामी आएर फोटासोटा खिचिसक्यो त आउनु ढिला गरिसक्यो ल ठिक छ अब ठिकै छ अब ढिला भयो के भन्दा होइन ट्याक लगाएर राइट गाइज अहिले चाहिँ म झरिसकेँ सो अब चाहिँ म वे आउट गर्नु लाग्यो सो यहाँ चाहिँ ढोका रहेछ क्या यस्तो ढोकाहरू हुन्छ क्या ढाका लगाएर यहाँ यसरी हामीले ट्याप गरिन्छ होइन यहाँ यसरी ट्याप गर्ने ट्याक लगाएर अनि यसरी ढोका खुल्छ अनि बल्ल छिर्ने हो क्या सो म चाहिँ अहिले निस्किसकेँ सो अब चाहिँ म केटाहरूलाई फोन गर्छु कति ठुलो छ क्या आमा हेर्नु खतरा छ क्या पुरा यहाँभित्र सब यो कफी सपहरूदेखि लिएर होटेलहरू सब यताउता सबै कुराहरू हुन्छ क्या रेलवे स्टेसनहरू चाहिँ बब्बालै ठुलो हुन्छ सो अब चाहिँ म केटाहरूलाई फोन गर्छु है त सो अलराइट गाइज केटाहरूले होइन घरि ट्राफल स्क्वायर भन्छ घरि कहाँ भन्छ घरि अक्सफोर्ड स्ट्रिट भन्छ म चाहिँ अहिले नेसनल ग्यालेरीनिर आइपुगेँ होइन हिँड्दै ऊ त्यहाँबाट ट्रेन झरेर ट्याक लगाएर सो देख्न सक्नुहुन्छ गाइज यो नेसनल ग्यालेरीको एरिया हो होइन सो उनीहरू चाहिँ अलिकति उतापट्टि रहेछ सो ट्राफल स्क्वायर चाहिँ यहाँबाट नजिकै हो 9 मिनट जति देखाएको छ कि हिँडेर सो म चाहिँ पुगिहाल्छु तैपनि यो बिचमा यसो देखाऊँ न त नेसनल ग्यालेरी हाम्रो यो बबाल ठाउँ हो क्या होइन सो यहाँनिर चाहिँ हाम्रो नेपालमा चाहिँ त्यो जेनजी प्रोटेस्ट हुँदाखेरि चाहिँ यहाँनिर हाम्रो मान्छेहरू नेपालीहरू भेला भएको थियौँ सो त्यस्तो ठाउँ हो क्या एउटा हिस्टोरिक प्लेस हो होइन सो बबाले खतरा ठाउँ हो क्या दामी छ ट्याक्क लाएर सो त्यहाँभित्र चिर्न चाहिँ टिकट सिकट के लाग्छ तर यो एरिया चाहिँ बब्बालै छ क्या हुन्छ नि रमाइलो छ क्या गाइज हेर्न पानीको फोराहरू दामी छ सो अब चाहिँ म केटाहरू भएको ठाउँमा जान्छु त्यसपछि उतातिर पनि घुम्न पर्छ सो अहिले घुम्दैन आउन सकिन्छ यहाँ होइन त्यो कुराहरू छँदैछ यहाँबाट चाहिँ टक्कै 9 मिनटको डिस्टेन्समा देखाएको छ सो अब चाहिँ म हिँडेर जान्छु सो ट्याक्क लगाएर अब केटाहरूलाई भेटेपछि नै उ गर्छु होला मैले म अघिल्लो स्टेसनमा झर्नुपर्ने रहेछ म ओल्लोमा झरेँ क्या फेरि तिनीहरू ट्राफल स्क्वायर भने अनि म ट्राफल स्क्वायर भनेर आएको ठ्याक्कै यहीँको लोकेसन देखाएको थियो क्या अन्त हाम्रो नेसनल ग्यालेरी होइन म पहिला पनि आइसकेको थिएँ कि फेरि जेनजीको प्रोटेस्ट हुँदा पनि म आएको थिएँ अनि प्लस पछि पनि म एकचोटि खै कता जाँदाखेरि आएको थिएँ दामी छ ठाउँ चाहिँ अनि मलाई ठ्याक्क थाहा भयो कि यो त नेसनल ग्यालेरी हो म अर्कै लोकेसनमा आएको अनि फेरि केटासँग लोकेसन मगाएको अनि उनीहरू चाहिँ नजिकै रहेछन् जस ठिक छ ल अब केटाहरूसँग भेटेपछि भेटौँ ल सो अलराइट गाइज अलराइट अहिले चाहिँ म ट्राफल स्क्वायर आइसकेँ होइन यहाँको भ्यूहरू देख्न सक्नुहुन्छ ट्याग लगाएर दामी छ क्या बब्बाल चाहिँ यत्रो ठुलो स्क्रिन चाहिँ हामी मान्छेहरू भेला भइरहेछन् केटाहरू चाहिँ उता के अरे वासरुम गएछन् अरे यहाँ बस्दा बस्दा जाडो भएर पिसाब लाग्यो भनिरहेको थिएँ अनि अब एकछिनमा आउँछन् है ट्याग लगाएर अब भेटिन्छ है त गाइजहरू त्यसो बबाल छ वेमा कत्रो स्क्रिन यार कत्रै छ क्या गाइज यहाँ चाहिँ मान्छेहरूले नि यार भिडियो फेरि बच्चा बच्चीहरूको भिडियो खिचिन्छ कि भनेर डर लाग्छ फेरि अलराइट गाइज म चाहिँ केटाहरूलाई भेटिसकेँ सो यता छ मेरो साथी राकेश भाइ भन्दै हेलो गाइज मनोज नयाँ दोस्तहरू भेट्दै हेलो सो ट्याग लगाएर अहिले चाहिँ हामी ट्राफल स्क्वायर छौँ सो देख्न सक्नुहुन्छ दामी छ फलो लाइक सब्सक्राइब हानिदिउँ लन्डनको बारेमा बुझ्न चाहनुहुन्छ भने अनिललाई सम्पर्क गर्नु होला अरू कमेन्ट अरू केही अरू यस्तै हो लन्डनमा गाह्रै छैन है त्यस्तो खासै गाह्रो चाहिँ छैन तर दामी नाइट भ्यू चाहिँ बबाले देखिन्छ गाइज होइन हुन्छ नि लन्डनमा एक्सप्लोर गर्न छ भने चाहिँ तपाईँहरू रातिमा निस्किनु पर्ने हुन्छ सो के छ त अरू 5 महिनाको एक्सपिरियन्स के छ भन्ने कस्तो छ त लन्डनको चलपल भनिदिनु पर्यो नाइट भ्यू चाहिँ दामी छ हामी यसो अब चाइना टाउनतिर जान लाग्यो ल बबाल छ है त अहिले फेरि भेट्न पर्छ अहिले चाहिँ हामी यहाँ घुमिरहेछौँ है ट्याग लगाएर केटाहरू चाहिँ यहाँ फोटो सेसन चलिरहेको है भिडियो सिडियो बनाउने हेर्नु ट्याग लगाएर सो ठाउँ चाहिँ बब्बालै छ कि होइन दामी यत्रो ठुलो डिजिटल बोर्ड छ अनि यहाँ चाहिँ मान्छेहरू मस्तै जम्मा भइरहेको छ कि अनि हामी पनि एकछिन यहाँ फोटो सोटो खिच्ने भनेर बसिरहेछौँ सो त्यही अब जाडो छ धेरै बेर त सकिन्न होला सो एकछिन बसी फर्किनुपर्छ होइन ट्याग लगाएर
Alright guys, अहिले चाहिँ हामी यहाँ ट्रेन स्टेसनमा आयौँ, बाहिर एकछिन घुम्यौँ होइन, भिडियो सिडियो खिच्यौँ। सो यहाँ साथीको फेरि यहाँ फोन स्विच अफ भयो क्या, अनि यहाँ चार्ज गर्न दिन आएको। सो यहाँबाट घडी पसल रहेछ क्या, यो अहिले चाहिँ ट्रेन स्टेसनभित्र हो, यो पिकाडली लाइन हो, यो टक्क अन्डरग्राउन्डमा छौँ हामी चाहिँ होइन। त यहाँ स्टोरहरू हुन्छ कि ट्रेन स्टेसनमा। सो यहाँ चाहिँ केटाहरूले घडी हेरिराख्नु क्या, केटाहरू कतिको घडी छ अरे? 24,500 24,500 पाउन्डको घडी गाइज इज नट अ जोक, देख्न सक्नुहुन्छ होइन। यहाँ तल तल सस्तो सस्तो पनि छ, 700, 400। त्यो सस्तो हो साथी, 24,500 चाहिँ हो र यो। राम्रो हेर गुच्ची हो नि त। 24,500 को घडी हाँसी नेपाली कति भयो? बब्बाले रहेछ यार, 24,000 को घडी। 24 दुना लगभग 48 लाख। 48 लाखको घडी 48 लाखको घडी युकेमा, त्यो पनि यति सानो स्टोरमा। गाइज अब चाहिँ हामी फर्किन लागेको है। मेरो साथी, यो चाहिँ मेरो युनिको साथी हो, नेपालदेखिको फुच्चे। केही भन्दैन त मेरो भिडियोमा। आमा म कस्तो बवाल है, उही साइकलले धन्ने के छ त, केही भन्दैन मेरो काम भिडियोमा। पाउन गाह्रै छ है ग्राहक। गाह्रो छ कि महागाह्रो छ? महागाह्रो छ, खासै कमाइ चाहिँ छैन, त्यति भन्छु म। कमाइ चाहिँ छैन, आफूले चाहिँ पाउन्ड छापिराख्यो अरे। ल ब्रो यता आउनु त, सरजनाले आफ्नो एक्सपिरियन्स भन त। कमाइ त छैन, तर आइफोन चाहिँ छ। 3,000 कमाउने महिनाको यता छ, पैसा चाहिँ छैन। महिनाको तर 3,000 आइफोन 17 प्रो म्याक्स चाहिँ छ। आइफोन चाहिँ किन्न सकिन्छ त्यति। आइफोन चाहिँ सकिन्छ 1 महिनामा। 1 महिनामा। एक महिना नट अ बिग डिल, 2 हप्तामा आइफोन 17 प्रो म्याक्स किन्न सकिन्छ। ल गाइज यस्तै छ होइन, ट्यागर लगाएर। ल छिटो युट्युबमा हेर्न पाउँछ यो। यो चाहिँ अब म हाल्छु, 2-3 दिनमा आउँछ। 2 दिनमा हैन, सबजनाले च्यानल सब्सक्राइब गर्नु। मलाई पठा, म सकेर हाल्ने फरवार्ड हाल्ने। ल अब चाहिँ हामी फर्किन लागेको गाइज है, राति भयो, एकदम चिसो पनि छ। अब अलिअलि घुम्यौँ हामी, फोटोसोटो खिच्यौँ। सो अब चाहिँ ट्रेन चढेर जाँदैछौँ हामी। ल यो भिडियो चाहिँ छिटै आउँछ, अब च्यानललाई सब्सक्राइब गर्नु नगरेकोहरूले। सो यस्तै छ, म बिस्तारै लिएर आउँछु गाइज होइन, त्यस्तो निस्किएको छैन। आज पनि म धेरै दिनमा लन्डन आएदेखि नै धेरै दिनमा आएको, ट्रफल स्क्वायर चाहिँ म आएको थिएन। सो आज चाहिँ आएर भिडियोहरू खिच्न पाइयो, केटाहरूसँग यसो घुमघाम पनि भयो। त्यस्तो धेरै देखाउने ठाउँ जस्तो केही पनि थिएन होइन, त्यही भएर देखाएन। अनि अघिको त्यो घडी चाहिँ मैले जुन के अरे भनेको थिएँ नि, 224,000 पाउन्डको, त्यो चाहिँ 245 पाउन्डको रहेछ। त्यहाँ पोइन्ट चाहिँ छुटेको रहेछ क्या, पोइन्ट पछि 00 रहेछ, उसले कमा लेखेको छ क्या त्यहाँ। सो हामी चाहिँ गुगल स्क्यान गरेर हेऱ्यौँ, तर त्यो घडीको प्राइस चाहिँ त्यत्रो होइन क्या। अनि कहाँ 24,000 भनेको 48 लाखको पनि कोही घडी हुन्छ, त्यो भएर म चौकित परेको क्या। अनि के हो त भनेर स्क्यान गरेर हेरेको, अनि त्यो रहेछ क्या। ठिक छ गाइज होइन, त्यस्तै छ लन्डनमा। ल है त, अहिले चाहिँ म भिडियो यहीँ हिँड्नु पर्छु।